हिजो बिहानको समाचार। झापामा रागा काट्ने क्रममा ग्राइन्डरले खुट्टा काटेर रमेशको निधन। यो हेडलाइन पढ्ने बित्तिकै पापी, अधर्मी, अपराधी भन्दै गाली सुरु भयो। कसैले समाचार खोलेर नै हेरेनन्। खोले पनि समाचार नै अधुरो थियो। सत्य भने यो थियो, रागा काटिसके पछाडि हाडबाट मासी निकाल्ने क्रममा दुर्घटना भएको रहेछ। यसरी मासी निकाल्न अरू औजारले सम्भव नै हुँदैन। ग्राइन्डर प्रयोग गर्ने क्रममा सन्तुलन गुमाउँदा घाइते भयो। रगत आफैले रोक्ने प्रयास गर्दाखेरि हस्पिटल लैजान ढिला भयो र अत्याधिक रक्तस्राव भइसकेको थियो। उहाँको निधन भयो। खासमा निधन चाहिँ रागा काट्दा भएको होइन के, हाड काट्दा भएको। तर मिडियाले टिआरपीको लागि अधुरो समाचार लेख्यो, किनकि सेन्सेसनल हेडलाइनले क्लिक पाउँछ, गाली पाउँछ, रिच बढ्छ। समस्या के हो भने हामीलाई सेन्सेसनल न्युज नै मनपर्छ। दोष केवल मिडियामा होइन, हामीमा पनि छ। मिडियाले जब अधुरो वा तोडमोड गरिएको समाचार दिन्छ, त्यही आधारमा हाम्रो सोच र धारणा बनाइन्छ। हामी कसैलाई दोषी ठहराइदिन्छौँ, कसैलाई नायक ठहराइदिन्छौँ, तर सत्य बोल्छौँ। यस्तो म्यानिपुलेसनले समाजमा अन्धविश्वास, आक्रोश र गलत धारणा बनाउँछ र यही भइरहेको छ नेपालमा अहिले रिसेन्टली। त्यसैले मिडियाले जिम्मेवारीपूर्ण सत्य प्रस्तुत गर्नुपर्छ र हामी ग्राहकहरूले पनि हेडलाइन मात्र पढेर निष्कर्ष ननिकाली समाचारको स्रोत के हो, सत्य तथ्य के हो भन्ने जाँच्ने बानी बसाल्नुपर्छ।